बाहिर निस्किनु बित्तिकै ट्याक्सी भेटिहाल्यौँ, त्यही भएर ट्याक्सीमा चढेर आइसक्यौँ है। यता कुन ठाउँ हो थाहै छैन, हिँड्नु चाहिँ हिँड्दैछ। यहाँ भाइ यहाँ कान्छा होइन बसन्त स्कुल भनेको होइन, बसन्तपुर। म चाहिँ बसन्त स्क्वायर भन्नु आँटिरहेको। दरबार स्क्वायर चाहिँ हो मेन, बसन्त स्क्वायर भन्दो रहेछु म चाहिँ। बसन्तपुर पनि हो, बसन्तपुर जाँदैछु। भर्खरचोटि भन्नलाई पानी नपर्छ। यस, मेरो बिल्ला उडाउँछौ। हामी चाहिँ बसन्तपुर आइसक्यौँ है। यो कान्छा, यता भाइ। निन्द्रा लागेर घुरकुट भयो अलिकति हिँड्दाखेरि नि, तर जाम भएर नि टुकुर हेरेर नि पस्मिना हाउस अरे। जाडो पो भयो त बाबा। ऊ त्यो ल्याएको फुल हामीले ल्याएको माथि इलामबाट। खोइ कट्टी रोड रोल हेर कान्छा। मलाई यहाँनिर उयसले लिएर आएको थियो अहिले के अरे बेलुका बेलुका साथमा होइन हुन्छ मान्छेहरू अन्न भिड पो हुन्छ त्यता त। रङटङले लिएर आएको थियो मलाई सुरुचोटि यहाँ। उयोहरू राख्छ टन्नै त्यो किनबेचको लागि हटिया टाइपको हुन्छ, तर उयोहरूको क्या मन्दिरमा हुँदैन। लुगाको होइन होइन लुगाको, म त लुगा महँगो महँगो चिजहरू नेपालीहरूलाई चाहिँ सस्तो सस्तोमा बेच्छ, बाहिरबाट लिएर आउँछ क्या टुरिस्टहरूलाई चाहिँ महँगो। अन्त तिमी चाहिँ फोटो नखिच्ने? कस्तो दामी दामी पर्सहरू किनिदिन्छौ कि मलाई कान्छा? किनिदिन्छौ कि मलाई? बेलुन्सहरू कस्तो राम्रो राम्रो। फोटो खिच्दैन भेनालाई? कता राम्रो आउँछ खिच्दै। होइ बसन्तपुर स्क्वायर नकराई मेरो होटल नि यहाँ छ। तेरो ए सौगात होटल अरे, यसको होटल अरे सौगात। हाय हाय सुगात मजाले हेरेन सौगात हो नि। हेर है कान्छा विशेष बौद्ध सभा है। उयो चाहिँ म्युजियम चाहिँ कहाँ हो? अहिले छिर्ने कान्छा छिरौँ ल, कति लाग्छ? 50 रुपियाँ गोटा अरे म्युजियम। यही अरे म्युजियम। अब छिर्नु पर्ला। यहाँ चाहिँ भिडियो बनाउनु दिँदैन होइन? यता एकपट्टि दिन्छ अर्कोपट्टि दिँदैन।
विशेष बौद्ध के अरे रात परेपछि नि यता नि मान्छे नै मान्छे हुन्छ क्या मन्दिरतिर सब बसिरहेको यहाँभित्र पस्ने मेन चाहिँ यही हो राम्रो थियो ल हामी चाहिँ राउन्ड हान्दैछौँ है पुरै यो भूकम्पले गएको नि पहिलाको भूकम्पले हो त हो दुईजना हिँड्दैछ साला बेना मात्र के ओ यो राम्रो रहेछ त नि यो त औँठी होइन टप हो 100 रुपियाँ अरे यो राम्रो लाग्यो मलाई तर यो गरौँ खालको होइन रहेछ नि त टक्रक्क लगाउने मात्रै रहेछ एकछिन हेर्छु यो त सबै केटीको हो 100 रुपियाँ अरे मुटले जाने बेला यो किनेको चाहिँ एकपट्टिको नै हरायो कहाँ हरायो होस् खास छैन ₹300 भयो यस्तो कसले बोक्छ त यो उयसहरूले बोक्छ विदेशीहरूले के अरे यहाँ क्या खतरा मन्दिर छ क्या तपाईँले पनि देख्नु खोइ एउटा खतरा मन्दिर छ क्या यहाँ छोपिएको रहेछ क्या तर खोइ कहाँ छोपिएको छ पछाडि हो यो गेट हो नि त यत्रो ठुलो ए कत्रो मन्दिर हो छ यहाँ त कहिले खोल्छ मन्दिर हुन्छ यहाँ त पूजा पनि हुन्छ खोइ कहिले खोल्छ बन्द रहेछ पुरै परेवाहरू बसिरहेछ हिजो आउनु पर्थ्यो रहेछ नि मलाई त्यो रङटङले हुरुराएर ल्याएको थियो पहिला कति वर्ष अगाडि अब सक्यो है वरिपरि वरिपरि घुमिसक्यौँ हामी अब काली माता होइन उयो मन्दिर चाहिँ कहाँ जाने हो यो पनि त्यही भित्रको हो मन्दिर त मन्दिर हो भित्रको बाहिर थाहा भयो यो के को मन्दिर हो यो शिवजी रहेछ अन्त महादेव शिवजीको
के अरे कता जाने कता जाने फेरि ब्याग अब चाहिँ हामी ब्याग जाने ब्याग जान्न किन भिडियो बनाउनु अब अफ गरिदिएको है जाँदा देखेको थिएन मैले यत्रो ठुलो घन्टी पो रहेछ यहाँनिर आमा हेर्न सक्नुहुन्छ कत्रो ठुलो घन्टी म्युजियमभित्र छिर्नलाई टिकट काट्न आँटेको 50 रुपियाँ गोटा अरे एकजना बराबर भित्र चाहिँ भिडियो बनाउनु दिन्छ दिँदैन थाहा छैन भिडियो बनाउनु दिँदैन दिन्छ प्रवेश निषेध अरे यहाँ त म्युजियम इन्ट्रान्स अरे यस्तो छ है कता जाने हो नो भिडियो रेकर्डर लु बाई बाई सङ्ग्रहालयभित्र है यहाँ चाहिँ भिडियो बनाउनु पाउँछ भनेर बनाउँदैछु पक्रिने हो कि फर्स्ट टाइम आएको थाहा छैन मान्छेहरू फोटो खिच्दैछ हामी त बिर्सेर कता हो कता गरेर यति मात्रै बनाउनु पर्यो अहिले फेरि गाह्रो हुन्छ होला यहाँनिर चाहिँ पुरानो गाडी पनि राखेको रहेछ है यहाँ चाहिँ यस्तो भनिरहेको छ त्यतिखेर ल्यान्ड रोभर चल्दैछ आजभोलि पुरै नयाँ डिजाइनमा आएको चाहिँ हामी निस्किने बेला आयो घामले गर्दा केही देखेको छैन है मैले अब निस्किने हामी जाम निस्केको नि ए यहाँ रहेछ त टोइलेट कान्छा गाह्रो परिरहेको छ लु पस न त यहाँ रिसाइसक्यो ल मैले भिडियो स्टप गरेँ यहाँनिर यो ओपन थियो अरे अहिले बन्द भयो भन्दैछ यहाँनिर यस्तो रहेछ है कोही छैन हामी मात्रै छौँ है दुईजना दामी छ है यो भिडियो पाउँछ पाउँदैन दामी छ है दामी ल ल उयाँको नबनाउ न उयाँ राजाहरूको गद्दीहरू भिडियो हो राजाको गद्दीहरू छ यहाँनिर यो सिसाले गर्दा मजाले देखेको छैन परैबाट यहाँ चाहिँ कृपया नछुनु होला भनेर लेख्छ घामले गर्दा देखेको छैन हामी उट्याभित्र जाँदैछौँ त्यहाँ चाहिँ फोटो पनि खिच्नु पाउँदैन भिडियो पनि बनाउनु पाउँदैन अरे 500,000 उयो लिने सामानहरू 5,000 6,000 लिन्छ ल बाहिर पनि यहाँ फुलहरू पनि रोपेको रहेछ है आँखाले त दामी देखिन्छ तर स्टप गरेको छु भिडियो हामी चाहिँ निस्क्यौँ है कता निस्केको थाहा छैन अन्धा धुन्दा हिँड्दैछौँ होइन
नजिक पर्यो भने त हिँड्दा हिँड्दै थोरै बेला लाग्छ नि त 500 रुपियाँतिर नजिक हरे अझै काठमाडौँको कुन चाहिँ ठाउँ हो यो बसन्तपुरदेखि निस्केर बसन्त स्कुल बसन्त स्कुलहरू मेरो बेइज्जत गर्दैछ क्याम्पस कलेज सबै यहाँ चाहिँ सबै गोल्डको उयो रहेछ है दोकानहरू मलाई पक्रेर हिँड है ए हो त बल्ल आज लु अब चाहिँ म भिडियो स्टप गरेर लाज भयो हिँडेको गरेर कुन ठाउँमा आइपुगिसक्यौँ थाहा छैन हिँड्नु चाहिँ हेरिरहेको छु है डलहरू माथि माथि झुन्डाइरहेको रहेछ छोडेर हिँडेको हो मलाई उयो पस्ने तर माथिल्लो लाइनमा रहेछ उयो खाजा गोगो सुज अरे हामी कुन ठाउँमा छौँ अरे अन्त धुन्दा हिँड्दैछौँ यता निस्किम न त कान्छालाई हिँडाइदिउँ न त अब जाऊँ न त कहाँ नजिकै होइन काठमाडौँ मल त जाने भए जाऊँ न त नि के पाउँछ त हुक्का खान्छ होला म तान्दिनँ लु भिडियो स्टपै काठमाडौँ मलभित्र पस्यौँ है ऊ त्यसले लिएर हिँड्दैछ सिँढीबाट हेर्दै हेर्दै जाऊँ भनेर तर नजारा चाहिँ हेर्नै पाएको छैन है सिँढीले टपमा जाने अरे अझ कति माथि एक स्टेप कडा लागिसक्यो है तल त म मुखै सुको के अरे कुर्थी मार्केट अरे कुर्थी मार्केट एन्जल फेसन ब्युटी मार्केट यो चाहिँ काठमाडौँ मल म चाहिँ फर्स्ट टाइम आउँदैछु है यसलाई लिएर आएको कहाँ गयो त्यो भित्र पस्छौँ है दादु के हो पन्यौ के हो कहाँ पस्ने माया धराने अरे लु यो भित्र पस्यौँ लु राखेको भिडियो लाज लाग्यो कस्तो दामी देखिरहेको छ राति चाहिँ झन् दामी देखिन्छ भन्दैछ यसले यसरी लाइट बल्छ नि त यसरी लाइट बल्छ अरे देखिएन मजाले हाम्रो चाहिँ आयो बस होइन यहीँ बस्दा पनि हुन्छ ल मैले चाहिँ स्टप गरेँ
पनि भेज मासु खाऊ न हौ त्यही र त नि म पो खाँदिनँ त छैन है झोल कि उयो स्टिम नखान्छ के मेरो चाहिँ पनिर चिल्ली आइसक्यो है म चाहिँ खाने हो बुद्ध स्टोभ पाएको नै बिर्सेको खाना खान थालेर त यो मेरो भेज यो कान्छाले त्यहाँ बाहिर पनि हालिदियो त्यसको फ्राइड राइस खाइसक्यो यता चिकन चिल्ली मेरो पनिर चिल्ली मैले खाइसकेँ अगायो त्यही भएर मिठो भएन मलाई यिनीहरूको लस्सी राख्यो है त हामी चाहिँ यो रेस्टुरेन्टबाट खाएर निस्किसक्यौँ मलाई बिल तिर्न गएको आइपुगेको छैन बाई बाई हाम्रो चाहिँ गाडी ट्र्याकबाट आइसक्यो अब हामी बस्ने ठाउँ जानु आँटेको खालि यसो गर्छ कि मोटिभेट गर्नुको साटो डिमोटिभेट गर्छ नि सोच्छ मलाई के अरे राधे 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 कान्छाको जाने दिन पनि आइसक्यो दिन अरे घन्टा दिन होइन घन्टा आइसक्यो घन्टा है कान्छा तिमीलाई छोडेर जाने दिन आइसक्यो दिन होइन घन्टा बाई बाई हामी चाहिँ आइसक्यौँ म त बाटोमै पो निधाएछु गाडीमै निधाएछु हामी घर आइपुग्यौँ अब हल्का प्याकिङ गर्नुपर्ने छ अनि त्यसपछि त कान्छाको जाने दिन आयो जाने दिनमा जाने दिन बाई बाई अहिलेको लागि कान्छा चाहिँ सुतिरहेको थियो उठ्नु बित्तिकै जुत्ता लगाएर टोइलेट गएर जुत्ता लगाएर अब हिँड्नु आँटेको अरे टाइम टु गो आउट अफ कन्ट्री मलाई छोडेर बाबा रुन थालेर म पनि रुन थालेर फोन राखिदिएको बाबा त उता रुँदै पो रहेछ अनि त्यही भएर मैले त फोन राखिदिएँ यहाँ आफू त यस्तो बेहाल भइरहेको छ अच्छा लु अब अहिले भरे त भिडियो बनाउनु सक्छु सक्दिनँ थाहा छैन अहिले नै भाइ भाइ ल ल अच्छा भुट्ने जस्तै भइरहेछ रेडी के हुने यत्तिकै जाने हो जुत्ता सुत्ता लगाउने हो यत्तिकै यसले त जाडो हुने रहेछ अब उयो लगाउँछु अब के भइहाल्यो नि यो सामानहरू निकाल्नु पर्यो भने फेरि हामी चाहिँ निस्किसक्यौँ है यो अगाडि छ यो जेब्रा क्रस खोज्दैछु जेब्रा क्रसबाट क्रस गरेर जाने भनेर हामी चाहिँ गेटकै अगाडि बसिरहेको थियौँ कान्छा लगेज तान्दैछ यो जेब्रा क्रस छ यो जेब्रा क्रसबाट जाने हो ए सुट्टोले मलाई छोडेर जाने भयो कति वर्षपछि आउने हो क्रस गर्न थाल्यौँ है हामी चाहिँ ए कान्छा एकछिन खदा लगाइदिने र ल होस् लाज लाग्यो अरे खदा कान्छालाई त्यही भएर नलगाइदिने होस् होस् कान्छा लजाउँछ त नि के गर्नु त यही बाटो जस्तो हो जहाँ भित्र छिर्ने यही बाटो हो कान्छा होइन पस्दाखेरि यही बाटो हो निस्किँदा चाहिँ फाल्टो बाटो हो हामी मात्रै होइन लगेज कान्छाको त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल है। लु क्रस गरिदिउँ न त नि। लु स्टप गरेको है मैले चाहिँ। लाग्यो लाग्यो। तल गाह्रो भयो नि दिएन त भेनालाई नि। यो घिसाएर धेरै गरुङ भएर होला ठोकिएको छ यिनीहरूको खुट्टामा। कोही कोन त नि सबैजना यसरी नै जाँदैछ। भित्रै नै पसिसक्यौँ है एयरपोर्टको। त्रिभुवन इन्टरनेसनल छ। कतापट्टि हो? ल ल ल लु मैले भिडियो स्टप गरेँ है, मलाई लाज लाग्न थाल्यो। मान्छेको भिड देख्न सक्नुहुन्छ। ट्रली लिनुलाई गएको छ। हामी कान्छा ट्रली लिनु गएको आइपुगेको छैन। चाहिँ कान्छा गयो है मलाई छोडेर। बाई बाई। हेर्दैन पनि उसकै सुरमा छ। ए कम्फा अत्तालिन्छ। भेनाको कुन उयो? हिमालय। ए हिमालय हो। तल 925 छ त्यहाँ लेखेको छ। अनि त्यो हेर्नु छोडेर म त कहाँ साला छोडेर हामी चाहिँ अब लागेको है रुमतिर। भोलि बिहान त हामी पनि धरान जान्छौँ। छोड्नु बित्तिकै एकछिन पर्खिन् उसको त ढिलो भइसकेको छ भन्यो। त्यही भएर यसलाई फोटो खिचिदिनु पर्ने अरे। त्यही भएर म भिडियो स्टप गर्छु। यसको चाहिँ मैले फोटोसोटो खिचिदिइसकेँ। तर यसले भने दुःखी फिल भइरहेको छैन। अघि चाहिँ सम्झिँदा सम्झिँदा मन दुख्दै थियो, अहिले चाहिँ त्यस्तो साह्रो भएको छैन। कुरा गर्छ। जाडो रहेछ या टोपी नलगाउनु भनेको कान्छा टोपी लगाऊ भने के टोपी लगाएर सजिलै भयो। चुप न। नभन् न तेरो मोबाइल जस्तो होइन त्यो चाहिँ मेन इन्ट्रान्स है। अब तेरो भनेको तेरो हो, मेरो भनेको मेरो। आइफोन बोकेर एन्ड्रोइडमा नगर्न हौ। सरी ओए गीत मार्न। म चाहिँ रुम आइसकेँ है। अब सुत्नु लागेको बाबालाई कल गरेँ कान्छालाई छोडेर आयो भनेर। अनि भान्जी र दिदीलाई पनि SMS छोडिदिएको छोडेर आयो भनेर। अब म चाहिँ सुत्नु पर्यो। खानासाना पनि कान्छासँग दिउँसै खाएर आएको। अब खाना नखाने सुत्ने। भोलि बिहानै उठेर जानुपर्ने छ। बाई बाई। अब चाहिँ म सुतेको। भोलि बिहान कति 4 बजे गाडी आउँछ अरे। यहाँनिर ट्राफिक हुन्छ अरे। हतारमा गाह्रो पर्छ। 4 बजे नै रेडी भएर आउनु है भन्यो। त्यही भएर म चाहिँ सुत्न आँटेको। कान्छाको SMS पनि आएको छैन, केही पनि आएको छैन। थाहा छैन, डर पनि लागेको छ कान्छाले साथीहरूलाई चुरोट अनि परागहरू लगिदिइरहेको छ। त्यसले गर्दा टेन्सन पनि लागिरहेछ। थाहा छैन अब कान्छाले कतिखेर SMS गर्छ। म चाहिँ सुतेको। बाई बाई। भोलि जानुपर्ने छ धरान। 4:30 बजे नै उठेर 3:30 बजेको अलार्म लगाएको छु। अब उठ्नु बित्तिकै कुद्नु होला नि लुगा लगाएर। त्यही भएर बाई बाई।
गुड नाइट सबैलाई। हेलो गुड मर्निङ। के भन्छ आज चाहिँ काठमाडौँको डे 3। आज चाहिँ कान्छा मेरो साथमा छैन, म चाहिँ रेडी भइसक्नु आँटेको। अब लुगा लाउनु बाँकी छ अनि 4 बजे रेडी भइसक्यो माथि आउनु भन्दै थियो। अब हामी चाहिँ 3:30 भइसक्यो। अब चाहिँ हामी रेडी भएर जाने। अनि कान्छाले पनि कल गरेकै छैन, पुगेको भनेर एसएमएसै गरेको छैन। अब म पनि हिँड्छु, कसरी कल गर्छ डाइरेक्ट कल गर्छ होला। यो गाइस रातभरि गेम खेलेर सुतेकै छैन, अहिले चाहिँ नाटक पार्दैछ। बाई बाई। हामी चाहिँ लागेको है धरान, गाडी आइसक्यो अरे। भाइ मेरो कता छ झोला, अब हिँडेको। बाई बाई काठमाडौँ। के अरे यहाँ बमिटाउला जस्तै भइसक्यो। म चाहिँ आफ्नो ठाउँमा आइसकेँ, ब्लाङ्केट ओढेर गाडी चढिसक्यौँ है। हामी चाहिँ हिँडेको धरान। राति नै छ, जाडो पनि त धेरै छैन बाबा। लेट्स गो धरान। धरानमा भेट्नुपर्छ अब धरानमा भेट्नुपर्छ, आधी बाटोमा भेट्नुपर्छ। बाई बाई। हेलो म चाहिँ घर पनि आइसकेँ काठमाडौँबाट। अघि त्यो गाडीमा चाहिँ फर्स्ट टाइम के भएको, आमा अलस तलस भएर बमिट आउनु खोजेर कस्तो गाह्रो भएको थियो। त्यही भएर भिडियो बनाउन सकिनँ। घरमा आएर अनि एकछिन रेस्ट गरेँ। अनि बहिनीले चटपटे बनाएको थियो, चटपटे खाएर अब म त सुत्नु पो आँटेको हो। मैले भिडियोहरू मजाले बनाउनु पाइनँ। बाई बाई। आजको लागि भने यो भिडियोको लागि लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। अनि त्यसपछि धेरै माया दिनु होला मलाई। बाई बाई। लभ यु अल।